जोजलपा नेपाल भाषा लर्निङ जी हाक्न ठौचिक पिन्दा नेपाल भाषा सिनेते वया चुना हजुरहरू पनि यो सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भने यो ब्लग एड्रेस शेयर गर्न सक्नुहुन्छ र डिटेल्स यसमा पढ्न सक्नुहुन्छ भिडियो पौज गरेर यो भिडियो लामो हुने भएकोले म यो पुरै पढ्दिन हजुरहरू पौज गरेर हेर्न सक्नुहुन्छ र नेपाल भाषा छिटो सिक्नको लागि केही टिप्सहरू छ यो पनि हजुरहरूले पढ्न सक्नुहुन्छ तब भिडियो सुरु गरौँ र आज असाढको मौसम छ पानी पर्ने सिजन छ र हाम्रो टपिक छ छाता छातालाई नेपाल भाषामा हामीले कुसा भन्छौं कुसा कुसा र नम्बर 2 छाता छ कुसा दुला कुसा दुला नम्बर 3 छाता देऊ कुसा हजी हजी कुसा हजी नम्बर 4 छाता लिएर जाऊ कुसा जोना जोना हुँ कुसा जोना हुँ र अब छाताको कलर्समा जाउँ रातो कलरको छातालाई रातो छाता याङ्गु कुसा याङ्गु कुसा नीलो छाता वचु कुसा वचु कुसा पहेलो छाता मासु मासु कुसा once again मासु कुसा हरियो छाता वाउ कुसा कालो छाता हाकु हाकु कुसा बिग्रेको छाता शंगु कुसा शंगु कुसा छाता बिग्रियो कुसा शन कुसा शन थोत्रो छाता थौ कुसा नेक्स्ट नम्बर केटीहरूको छाता अर्थात अब पिंक कलरको विभिन्न डिजाइनको हुन्छ केटीहरूको छाता आई मिन त्यो केटी गर्ल्स डिजाइनको छाता मिस्तेउ कुसा ठुलो छाता तपाउ कुसा सानो छाता चिपाउ कुसा भाचेको छाता टोरु कुसा मलाई छाता एकचोटी देऊ जित कुसा छक हजी जित कुसा छक हजी म तिम्रो छाता भोलि ल्याइदिन्छु जी छंगु कुसा कने हयाबी जी छंगु कुसा कने हयाबी मुसाले खाएको छाता छु नौ कुसा नेक्स्ट नम्बर पwal परेको छाता वगौं कुसा नेक्स्ट नम्बर छाता बनाउन लैजाऊ बनाउन अर्थात यो रिपेयर हो म्यानुफ्याक्चरिङ चाहिँ भन्न खोजेको हैन रिपेयरिङ भन्न खोजेको कुसा पिङ्के यङ्की कुसा पिङ्के यङ्की छाताबाट पानी चुइयो कहिलेकाहीँ अब नयाँ छाताबाट पनि त्यो बेसरी पानी पर्दाखेरि पानी रसाउँछ मतलब पानी नै चुइन्छ कुसा वा जोल यो चाहिँ कुसा हो कुसा
अब अलिकति कमेडी पार्ट यो सेन्टेन्स छ यो बाँदरले छाता बिगार्यो थो मा क न मा क न कुसा शङ्कल शङ्कल थो मा क न कुसा शङ्कल बाँदरको हातमा छाता मा क या मा क या ला ते लाते कुसा मा क या लाते कुसा नेक्स्ट नम्बर हात्तीको हातमा छाता कि सी या किसिया लाते कुसा once again किसिया लाते कुसा नेक्स्ट नम्बर छाता चोर कुसा खु खु कुसा खु पिरतीको छाता मतिना या कुसा मतिनाया कुसा यो हुन त धेरै पटक मैले रिपिट गरेको छु यो वर्ड त्यही पनि हजुरलाई गाह्रो हुन्छ भने यो बिस्तारै भन्दाखेरि म टी ना या मतिनाया कुसा आजको लागि यति नै हजुरहरू नेपाल भाषा प्र्याक्टिस गर्नको लागि आफू जस्तै साथीहरूसँग प्र्याक्टिस गर्न चाहनुहुन्छ भने यो ग्रुपमा फेसबुक ग्रुपमा पनि जोइन हुन सक्नुहुन्छ र केही कुराहरू क्वेशनहरू त्यसमा पनि पोस्ट गर्न सक्नुहुन्छ र यो ब्लग शेयर गरिदिनु होला ताकि हजुर जस्तै नेपाल भाषा सिक्न चाहने मान्छेहरू समक्ष पुगोस् र यो ग्रुपमा हजुरले आफ्नो साथीहरूलाई पनि जोइन गराउन सक्नुहुन्छ अथवा इन्भाइट गर्न सक्नुहुन्छ थ्यांक यू शुभ